डाँडाको रहेछ त भैरवी मैले भने मुडा उठ्दैछ ए यता हो यही हो क्या हो त्यही हो यही हो ए ठुलै रहेछ त अनि ठुलै छ काँचो काँचो छ छैन सुकिसक्यो भैरवी अब यो फुटाउने त होला नि फुटाउने त आएको हो त्यत्रो टाढादेखि हिँडेर फुटाउ न ल फुटाउँछु अनि डोरी पनि ल्याएको छैन कसरी लाने हो यहाँ आज फुटाएर मात्र जाने त्यो फुटाएर मात्रै जाने हो कि आज अर्को दिन आमा आउनुहुन्छ अनि आमासँगै लिएर जाने कति साह्रो बाघको आवाज जस्तो छ यो बाघले के गर्ला जस्तो छ होइन बाघले यसरी दिउँसै शिकार देखेर कराउँदैन मलाई लाग्छ यहाँ पक्कै पनि दुश्मनको चर्किल छ तिमी यहाँ बस्दै गर म के रहेछ बुझेर आउँछु फेरि के होला केही हुँदैन तिमी यहाँ बस्दै गर यहाँ पो छस्